डल्ले च्याउ है, डल्ले च्याउ कत्रो ठुलो रहेछ यो डल्ले च्याउ। आमामामा हेर्दो रहेछ। अर्को पनि अर्को पनि कम त ठुलो छ यो डल्ले च्याउ। डल्ले च्याउ हेर्नुहोस् साथीहरू, च्याउ डल्ले च्याउ दुईटा आधा केजी होला। दुईटा च्याउ आधा केजी। च्याउ पनि कति ठुल्ठुलो हो यो डल्ले च्याउ। ल है हजुर, च्याउ खाने बेला आउनुहोस् है। हामी त च्याउ खान लाग्छौँ अब पकाएर। हाम्रो त यत्रो ठुल्ठुलो च्याउ भएको छ कि डल्ले च्याउ वनमा। हेर्नुहोस् यो च्याउ। पहेँलो च्याउ, डल्ले च्याउ अनि बुढी च्याउ पनि रहेछ। यसलाई बुढी च्याउ भन्छ हाम्रो। यो बुढी च्याउ भन्छ। अनि यसलाई चाहिँ पहेँलो च्याउ भन्छ। पहेँलो च्याउ, सल्लेरी च्याउ कि के भन्छ हाम्रो। अनि अर्को यसलाई चाहिँ के भन्छ, चिलिम च्याउ कि के भन्छ कि यसलाई। ठ्याक्कै चिलिम जस्तै हुन्छ कि पाल हुन्छ यहाँ, यस्तो हुन्छ। बुढी च्याउ अनि पहेँलो च्याउ, सल्लेरी च्याउ, त्यसपछि चिलिम च्याउ भन्ने रहेछ हाम्रोमा। टन्नै छ।